हेलो एभ्रिवान, गुड मर्निङ एन्ड शुभ प्रभात। यहाँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। फाइनली आज फेरि पनि यो विकको फ्राइडे टेस्ट आज म भाइहरूको छ। भाइहरू चाहिँ गइसकेको छ नि, त्यसैले म गएन। किन त्यहाँ राखेको? ए आउँदैछ? मलाई त्यहाँ बस्नेहरू भयो क्या भन्छ नि। सर गुड मर्निङ हजुर। सर सकिएको हो टोलीहरू? एउटा लास्ट ग्रुप छ सकिएको, 7-8 जना रनरहरू सकिदिएको होला। मेरो त यिनीहरू चाहिँ जस्ट कुदाउने मात्रै, यिनीहरू चाहिँ मेन्टेन गर्नु सक्यो। तपाईँको चाहिँ मेन्टेन भइरहेको छ। ढिलो आउनुभएको हो आज अलिकति ढिलो भयो त्यस्तै परेर आरामको सालै हुनुहुन्छ। आराम के छ तपाईँको? ठिकठाकै छ भन्नुहुन्छ। मेरै मात्रै हनाउनु पर्ला उसो हो। अनि ल अब तर्काउने गर्ने गर, रेडी गर ल। हाम्रो अस्ति कति सेकेन्ड हाल्नु? 1 सेकेन्ड होइन। अनि अरू को छ निकाल्नु हाल्ला यस्तो? प्रनिस सेनले कतिसम्म हाल्छौ? 25 मात्र अस्ति 29। ए ठिक छ ल। यो टोली कट्ने बित्तिकै झ्यापझ्याप बसिहाल्ने ल। एक्सट्रिम 8 15 हो नि। 15 भन्दा माथि त कसैलाई पनि छैन। 25 मा त स्याबास पनि छैन हौ। 25 मा त स्याबास पनि छैन। नयाँहरूलाई मात्रै स्याबास हो, पुरानोलाई त छैन स्याबास पनि। ल जुत्ताकोले सर हेरिहाल ल। अलिकति बिचबिचतिर छिराउ न ठुलो। कहाँ अरूलाई पछि पारेर आफू जाएन नि त अगाडि। आफ्नो बेस्ट तिमीहरूको हप्ताभरिको मिहिनेत कति के गर्दैछौ ल। ल सबैजना रेडी छ? ल ओके, अन योर मार्क गेट सेट गो।
तर यसपालि त युनिकोड चाहिने अरे होइन सबैको जाँदाखेरि जाँदाखेरि छ हजुर चाहिने भन्ने चाहिँ भनेको छ होइन अब कसरी निकाल्छ यो तपाईँको कलफर लिस्ट कसरी आउँछ कलफर लिस्ट अब लास्ट 5 नम्बर भयो भने लास्ट 5 नम्बर हो भने हुँदाखेरि युनिकोड चाहिँ इन केस अफ केही भयो के भन्छ अरूसँग केही आफ्नो नम्बरहरू म्याच गऱ्यो भने चाहिँ त्यसलाई चाहिँ फाइन आउट गर्नलाई चाहिँ युनिकोड चाहिन्छ कि ए अब युनिकोड चाहिँ कसैसँग मिल्दैन नि त डाइरेक्ट नम्बर त कसैसँग मिल्न सक्छ कि लास्ट 5 वटा नम्बर मिल्न सक्छ कम्पलसरी भन्ने कुरा गर भन्दैछ क्या अस्ति होइन अस्ति भन्न त कम्पलसरी भनेको छ अरे मेरोको एउटा भर्दा उयो मेल गर्नुभएको छैन मेल गरेर आइसक्यो आइसक्यो हजुर आयो तर नआइदा नम्बर पनि हुँदो रहेछ त त्यहाँनिर सबै हुन्छ त म्याच नम्बर पनि त्यही हुँदो रहेछ युनिकोडै मात्रै हो भने त सबैले कहाँ युनिकोड हालेको छ त हजुर सबै ट्रेनिङ एकाडेमीले मात्रै भर्तेको छ भने छैन नि त नाम नहेर्दा नम्बर सबै आउँदो रहेछ अन्त डिटेलै आउँछ नि हजुर त्यही त हुन्छ सर Come on, Chavas! Dictionary 1, 2, 3. Come on. Dictionary number 4, dictionary number 5, dictionary number 6, dictionary number 7. Dictionary number 8. ल रिजल्ट यहीँ सुनिदिइहाल ल ढुक्कै यतिमा 1 2 3 गरेर बस्नु पनि पर्दैन ल सुन है डिक्स नम्बर 1 को छ 2 मिनेट 14.94 50 नै भन्दा हुन्छ डिक्स नम्बर 2 2 मिनेट 15.57 15 त उयो 00 देखेको हो नि त जेको पनि 00 अस्ति मेरो चाहिँ 12 कति हानेको ए उसले सोभितले हानेको उसले 12 को पाएको छैन अनि अर्को डिक्स नम्बर 3 2 मिनेट 16.3 डिक्स नम्बर 4 2 मिनेट 22.57 22 डिक्स नम्बर 5 2 मिनेट 24.58 शाबाश ठिक छ डिक्स नम्बर 6 2 मिनेट 26.86 ओहो फिनिसिङ नभएर है डिक्स नम्बर 7 2 मिनेट 29.58 डिक्स नम्बर 8 2 मिनेट 51.51 नै हो 51.51 याद भयो सबैलाई ल है हाम्रो भान्जादेखि सुरु एप्लिकेसन भनौँ यसपालि भन्ने कुरो मेरो यो टुक्रोलाई फाल्दो मास्टर काट्छु यो पनि बचाउनु लाग्यो है मैले नै भत्काएको ए बनाइदिन्छ होला भर्खर ल रेडी गो ओके गो 1 2 3 ओ फुल जा रहा है 4 5 6 7 8 9 10 11 12 30 40 टलेको गडा आउँदैछ है भन्छ बस त्यो पछि गर
त्यत्रो माथि पुरा त नफर्क न पार गरेर छाड्ने हो क्या स्याबास बसेर बल गर्ने हो नि त ल 16 18 को पावरलाई 16 मात्रै हान रातो बत्ती छैन हो कि होइन डबल ट्याप भइरहेको छ कति मिनट भइसक्यो मर्निङ हजुर ल 1 2 4 5 6 7 8 अलिक चिन मजाले कटाउ 1 नकाउनु है चिन मजाले कटेर नजिक राखेर कतिजना टाढो लगिदिनु सक्छ कस्ट गर न भएको ए कति 15 ल ठिक छ आत्तिनु पर्दैन टेस्टको लागि त काम भइहाल्छ आत्तिनु पर्दैन टेस्ट 1 मा चाहिँ होइन मजाले दिनु पर्छ विथ एजुकेसन ओके गो 1 2 सुरुको काउन्ट भएन साह्रो नि त हो 7 अस्ति जस्तो होइन नि अस्तिको 25 मा रोकेको थियो केटाले 15 यो वान डीजे बल गरौँ न 16 17 शाबाश गुड शाबाश हो यतिको यसरी बल गर्नु पर्यो क्या ल डाउन गरेर गयो काउन्टै हुँदैन त्यस्तो हुन्छ क्या ल हुन्छ त्यो ठिक छ ओके गो 1 2 23 3 4 5 6 7 8 9 10 11 12 13 14 15 शाबाश 16 17 हल्का झरेको जस्तो भयो ल काउन्ट दिएको यो 18 शाबाश लास्ट 5 मात्र सबै लास्ट 5 जो पाउन होला है गुड लास्ट वन तानो कति पुग्नु पर्ने हो यसरी आधी भन्ने कर चाहिँ गर्नु पर्यो क्या यसरी शाबाश ठिक छ 19 काउन्ट ठिकै छ त्यतिको 1 2 हुन्छ यतिको 3 4 ठिक छ 5 उसको सोल्डरभित्रै पर्छ 6 7 8 9 10 चिनी अलिक कटाउ मजाले 11
12. Sabas. 13. Good. Pull करो. Sabas. ये बने काउंट चलो. ल एक नंबर आयो उता फेस सेकेन्ड फेसको. जाऊ 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 जाऊ. गुड. यो हो नि त यार. आचिप्ल्यो. ठिकै हो. अँ ठिक छ. ल रेडी गो. 1, 2. सिन कटाइ राम्रो छ है कान्छाको. खुट्टा अगाडि जाँदैछ. खुट्टा हल्का ब्याक गरेर थोरै. टोले ग्राउन्डतिर पोइन्ट गऱ्यो भने काम भइहाल्यो. 7, 8, नम्बर त ठिक्क तान्यो 9, 10, 11, 12. ठिक छ. ग्राउन्डतिर पोइन्ट है. स्याबास. हो यसरी बल गर्ने हो नि त. रेट. गुड. कम अन. थोरै छ थोरै. या स्याबास. 14. 14 मा 13 काउन तर यो पनि एकदम राम्रो छ. हाब्बा पनि जाऊ. स्याबास राम्रो. Go. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, ग्राउन्डतिर पोइन्ट गर खुट्टाले. 15, राम्रो देखिन्छ. 16, संयोगले राम्रो हान्ने तर हिचिकिचिक हान्छ है कसले? संयोगले ए अँ. अलिक यस्तो गर्छ नि 18, खिचिक जान्छ. 19, चिनले मजाले गर अब. 20, खुट्टा झड्क्यो हल्का. चिप्लेर 21, ल 22, झट्ट नझरिहाल्यो क्या. हान न. कहाँ मजाले गइरहेछ. चिप्लियो गएर. 20 मात्र हेर्दै हाने 1, 2, 3, 4, 5, 6, 7, 8, 9, चिनले कटाऊ. 10, तर झड्केको पारा भयो. नझड्केको नजाऊ. 11, माथि कटाएर एमएस 20 सेकेन्ड होल्ड गर. 12, अलि योगदानको आजमा ए योगजनजी. ल कौन खुट्टा त कतिवटा 11 मात्रै तिम्रो काउन्ट भयो. 2टा नो काउन्ट भइसक्यो. 12 चाहिँ हान्नु है. बोलाउँदैन उसले खुट्टा चाहिँ स्विङ कन्ट्रोल गर. ल गयो. खुट्टा धेरै अगाडि आयो. खुट्टा अगाडि आयो. टुले ग्राउन्डतिर पोइन्ट गर त. 3, 4, 5, चिप्न गर. खोलेर 6, 7, 8, 9, नट काउन्टेड 9, सेवास. बल गर. थोरै गइसक्यो. आयो भने छोड्यो भने त नि.
गुड ल ठिक छ पुग्छ एक्सन चाहिँ गर ल लाइन अप लाइन ल बिलो 13 को एक्सट्रिम चाहिँ मैले दुईजनालाई मात्रै हानेछ नि त होइन दुईजनालाई दिँदैछु ल कतिमा हानेछ तिमीले 12.6 कति जे 6.8 समथिङ त्यस्तै कति थियो होइन हो त्यति थियो तर 12.00 वा 12 भन्दा मुनि हान्दा चाहिँ एभ्री टेस्टमा चाहिँ एक्सट्रिम पाउँछ ल यो चाहिँ एकदमै हानिकारक भएको कारणले गर्दा अरू केही म एनर्जी ड्रिङ्कहरू लाइक त्यस्तै केही म चेन्ज गर्छु तर यही रकम बराबरको हुन्छ ल ओके ल आऊ अगाडि ताले शाबास राम्रो गर्दै जानु वर्ड ल नेक्स्ट तिमीले कति हानेको थियौ 13.86 समथिङ त्यस्तो थियो अन्त अस्तिको हप्ता अस्ति नै दिनु खोजेको थिएँ दुई दिन मिलेन अनि अस्तिको हप्ता दिनु खोज्दा चाहिँ ऊ थिएन त्यही भएर नदिएको ल सेकेन्ड म्यान हाम्रो अनिश राई शाबास फर्स्ट म्यान हाम्रो सुबित सेकेन्ड म्यान हाम्रो अनिश अनि एजुकेसनमा फुलमा फुल हान्ने को छ अरू सेन बाइक कोही छैन सेन दाजुले कतिचोटि हान्न चाहेको 8-9 जोडी पो हो ल एउटा चाहिँ ल तिम्रो भागमा खाऊ तिम्रो भाग अनि यो त बाँच त हो यो चाहिँ कसैले पास नगर्ने ल नेक्स्ट विकदेखि बिलो 12 ल यो सेन दाजुले खाँदैन त्यही भएर तिमीलाई चाहिँ मैले दिन्छु राम्रो गर्दै जानु अब अहिले चाहिँ अब यसको लागि टेन्सन मान्नु पर्दैन रनिङहरूको लागि होइन रनिङ र रिपिटेडहरूको लागि त्यस्तो टेन्सन मान्नु पर्दैन अहिले भनेको फेस 1 सम्मको लागि चाहिँ मोस्ट इम्पोर्टेन्ट थिङ भनेको तिमीहरू माथिसम्म पुग्छ कि पुग्दैन फाइनलसम्म सेन्ट्रल सेलेक्सनसम्म पुग्छ कि पुग्दैन चाहिँ तिमीहरूलाई यहीँनिर के भन्छ फर्स्ट फेस 1 मै चाहिँ तिमीहरूको थाहा भइहाल्छ है अब जतिसुकै मिहिनेत गरे पनि फिजिकल्ली मिहिनेत गरे पनि एजुकेसन तिमीहरूको जस्ट टच छ भने माथि पुग्नु सक्दैन ल जसले एजुकेसन माथि टप हान्छ त्यही अगाडि पुग्छ एजुकेसन टप हान्नु मात्रै पनि भएन फिजिकल पनि टप त हान्नु फिजिकल पनि अब एभरेज त हान्नु पर्यो त्यही भएको कारणले गर्दाखेरि चाहिँ तिमीहरूको बिहेको टोलीको त अब टाइम धेर छैन त्यही 15-16 दिन होला होइन 15-16 दिनदेखि स्टार्ट भइहाल्छ जिसी टोलीको अलिकति टाइम छ अलिक मिहिनेत गर्ने ल यसपालिको जिसी टोलीहरू कोटा थोरै आए पनि तर लकी हो किनभने चाहिँ मिहिनेत गर्ने चान्स पाएको छ अनि अर्को कुरो भनेको अब त्यही हो अब मिहिनेत गर्ने जसले एजुकेसन राम्रो गरो त्यही माथि जाने भनेको होइन त ल कसैलाई केही सक्छ ल ओके उयो गर्ने हान्ने हो जे हान्ने भयो अहिले हानौ न ल ओके अहिलेलाई मेरो लागि डिसमिस ल